पनि 5 मिनट मात्रै ढिला भएको भए माने नै थिए। शेरबहादुरजीलाई अलिक घाइते बनाउने र मलाई चाहिँ मार्ने खालकै आइसक्यो। त्यो मार्ने उनीहरूले पाएन। अर्को मैले अब आफ्नो तयारी पनि गर्न पाइनँ। सेक्युरिटीमाथि अलिकति मलाई भरोसा भयो, तर सेक्युरिटीले पछि हामी केही पनि गर्न सक्दैन, केही पनि गर्दैन। अन्तिममा सेनाले भगाइसम्म दियो, त्यहाँबाट निकाल्यो, त्यहाँबाट निकाल्यो 5 मिनटभित्र मारिदियो। त्यो अवस्थाबाट पनि दुनियाँ छ। मेरो मनोबल न कहिले कमजोर थियो, न कहिले कमजोर हुन्छ। कमजोर मनोबल भएर हामी देश जोगाउन सक्दैनौँ। यसका विरुद्ध ठुलो षड्यन्त्र भइरहेछ। त्यसलाई हामीले त्यो षड्यन्त्रबाट देशलाई जोगाउनका लागि उच्च मनोबल गर्नुपर्छ। हरेस खानु हुँदैन। कोही कुरामा साथीहरूलाई भन्छु, एकजुट भएर अगाडि बढ्नुपर्छ। त्यसो भएर साथीहरूलाई धन्यवाद छ र सबैले उच्च मनोबल राख्नुपर्छ। र अब यस प्रकारको यो देशै जलाउने खालका आततायी अपराधिक घटनाहरू, यो त महाअपराधिक घटना क्रियाकलाप, त्यस्तो कुनै पनि हालतमा एमाले हुँदाहुँदै हुन दिँदैन। हामीले नै एमाले हुँदाहुँदै यस्तो सीमा